हो हेलो एभ्रिवान हामी चाहिँ अहिले कोके डाँडामा छौँ अहिले चाहिँ 360 भ्यूजहरु देखिरहनु भएको छ होला यो चाहिँ 360 भ्यू हो हैन यस्तो दामी देखेको छ तर त्यस्तो धेरै खुलेको छैन किनकि अलिकति हामी लेट भयो उठ्नलाई हैन बिहानको लेट भयो उठ्नलाई सो हामी चाहिँ अलिकति मिस भयो तर ठिकै छ केही छैन 360 भ्यू जस्तो आउँदो रहेछ यहाँबाट चाहिँ ल गाइजहरु हेर्नुस् है Up is looking better. अहिले चाहिँ हामी चाहिँ 360 भ्यू हेरेर आएको त्यहाँबाट हैन अनि यस्तो दामी देखेको छ हिमाल यस्तो मज्जाले खुलेको छ घाम पनि लागेछ हैन बिहान उठ्ने भनेको बिहान उठ्न सकिन अनि चिसोले एकदम चिसो छ यहाँ चाहिँ है अनि त्यही भएर अहिले हामी त्यस्तै 6:30 बजेतिर उठ्यो होला अब ब्रेकफास्ट खाएर हामी चाहिँ फर्किन्छौँ होला हेलो गुड मर्निङ अहिले हामी ब्रेकफास्ट खान लागेको ब्रेकफास्टमा चाहिँ हामीले टिबेटियन गुरुङ ब्रेड भन्छ यहाँ चाहिँ गुरुङ ब्रेड टिबेटियन रोटी सेम थिङ हैन अनि यो चना र आलुको बेरेको तरकारी खान लागेको अनि तातो पानी लियो अब हामी निस्किन्छौँ पुनिलको लागि हामी चाहिँ अब पुनिलको लागि निस्किन लागेको ब्रेकफास्ट भर्खर गरियो अनि लास्ट रुगा लाग्यो रुगा सुगा चाहिँ एकदम डेन्जर लागेछ अनि चिसो भएर चिसो एकदम चिसो परेछ हामी चाहिँ अब मोहरे डाँडा जाँदैछौँ है उता ओह्रालो भएर हामीलाई अलिकति सजिलो भयो तर यो चाहिँ अलिक भिड छ केयरफुल भएर हिँड्नुपर्छ यहाँको बाटो चाहिँ है लाइक ऊ त्यो डाँडामा हो मोहरे डाँडा चाहिँ हो त्यहाँ ल हामी हिँड्दैछौँ यस्तो संरक्षण गर्ने बेलामा के गरेको होला यस्तो अब अहिले झन् सिजनमा गुराँस चाहिँ फले छैन त्यसैमा त्यसो चुटालेर फालिदिएर हुन्छ त गुराँस त हाम्रो त नेसनल फ्लावर हेरेर मजा लिने हो मान्छेहरूले यसरी फाल्नु हुँदैन है चाहिँ मोहरे चाहिँ हल्का मिस गरेछ है हामी चाहिँ उल्टो बाटो आएछ सिधा आएछ माथि चढेन अनि माथिबाट तल चढ्नु पनि हामी चाहिँ यता आइपुग्यो है मिस्टेकली अब ठिकै छ मोहरे डाँडा चाहिँ भेट्न पाएन घुम्न पाएन भन्ने हो ठिकै छ केही छैन हाम्रो फोटो सेसन 15 मिनटको ब्रेक पछि हामी फेरि यात्राको लागि अगाडि बढ्दैछौँ सो किप वाचिङ गाइज डोन्ट स्किप है भिडियोलाई चाहिँ एकदम दामी दामी भ्यूजहरू देखाउने कोसिस गर्छु अब हामी चाहिँ अहिले पुनिल डाइरेक्ट गएर अब पुनिलमा बस्छौँ पुनिलमा पनि हामी लगभग आधी घन्टा 1 घन्टा चाहिँ टाइम स्पेन्ड गर्छौँ होला हो हो देख्नु भयो नि ल लाउनु दे हो अबि हजुरको मोबाइल भिडियोमा हेर्ने होला कि बाटोमा हेर्ने होला म त झन्डै विशेषता भनेको चाहिँ गुराँस थियो होइन अब गुराँस पनि हामीले चाहिँ हिजो आज देखेको थिएन आज चाहिँ यहाँ फलिरहेछ यता अलिअलि फलिरहेछ त्यो चाहिँ फल्छ होइन रेड छ यतापट्टि साइडमा पानी सानी खान्छौँ है छैन
लाग्यो पुन हिलमा गएर फोटो खिचौँ भनेको ओ यहाँ मेस्मराइजिङ भ्यू वाउ Oh my god. अब चाहिँ हामी आफ्टर 2 आवर्स पछि चाहिँ हामी यो पुन हिल चाहिँ अब पुग्न लाग्यो पुन हिल उ त्यहीँनिर हो अब चाहिँ हामी चाहिँ फाइनली आइपुग्यो पुन हिल है अनि पुन हिलको टावर है त्यो चाहिँ पुन हिलको टावर हो अनि यस्तो छ पुन हिलको भ्यूहरू चाहिँ है यस्तो छ पुन हिलबाट देखिने दृश्यहरू चाहिँ यस्ता छन् हिमालहरू छन् माथि माथि देख्न सक्नुहुन्छ है अनि यता पनि हिमाल छ है यता चाहिँ एउटा टावर छ अनि एकछिन चाहिँ मजाले मान्छेहरू आनन्दले रेस्ट गर्ने ठाउँ हो अब खाजासाजा खान यस्तो गर्न चाहिँ बस्नु रहेछ मान्छेहरू चाहिँ है यो जुन भ्यू देखिरहनु भएको छ तपाईँहरूले यो चाहिँ पुन हिलको होइन यस्तो बवाल छ गाइज यस्तो बवाल छ यस्तो 360 भ्यू छ होइन यहाँबाट रमाइलो भइरहेछ हिमालहरू हेर्दै डुल्दै खाँदै होइन तपाईँहरू पनि आउनु होला किनकि ट्रेकिङ भनेको चाहिँ लाइक अब हिँड्नै पर्छ कि वर्षमा सकेसम्म 3-4 चोटि नभए एकचोटि चाहिँ जानै पर्ने ठाउँ चाहिँ हो होइन भ्यू दामी उता खिचिरहेको छ भिडियोजहरू खिचिरहेको छ हामी चाहिँ भोरे पानी आइपुग्यो है गाइस अलिअलि गुराँस फुलेर चाहिँ अलिअलि लिइरहेको छ भोरे पानीमा आइपुग्यो अब यहाँबाट चाहिँ हामी तल झर्ने उल्लेरी 3-4 आवर्स लाग्छ है त्यसै कति आवर्स लाग्छ होइन विल लेट यु नो गाइस होइन किप वाचिङ भोरे पानी आइपुग्यौँ अब यहाँबाट चाहिँ 2 आवर्स जति लाग्छ अरे तल जान होइन अब के हुन्छ हामी चाहिँ यसो खाजासाजा खाएर अब चाहिँ निस्किन्छौँ अब 15 मिनट पछि चाहिँ आफ्टर 15 मिनट चाहिँ हामी निस्किन्छौँ है हाम्रो त्यही हो छ प्लानिङ चाहिँ अब यहाँबाट चाहिँ 2 घन्टा मात्रै लाग्छ भने चाहिँ बेसी कति घन्टा लाग्छ यस्तो मिठो जुसी हरियाल स्याउ त यस्तो रमाइलो भएर है तर यहाँबाट घाम जानु कति घन्टा लाग्छ लाग्छ आपिएमा ढुक्क बस्नु पुग्यो हुन्थ्यो फेरि पुग्नु कि होइन 2 घन्टा चाहिँ पुग्छ अब चाहिँ खाजा खाएर नि भ्यायो है आनन्दले बस्यो चिलमा अनि अब चाहिँ निस्किन्छौँ निस्केर गाडी बस स्टपसम्म चाहिँ अब 2 आवर्स 3 आवर्स कति लाग्छ विल लेट यु नो है ल त्यही गएर भेटौँला गाइज घोरेगाउँ है घोरेगाउँबाट हामी अब हिँड्यौँ बाटोमा चाहिँ एकदम दामी छ सो वेलकमिङ है एकदम धेरै राम्रो छ यो गाउँ पनि यो गाउँमा चाहिँ बस्ने आज हामी यहीँ बस्ने भनेको थियौँ 2 डेजको अनि तर हामीले चाहिँ पोखरा नै जाने हो किनकि काम आइपऱ्यो बाई बाई गरे पानी वाह खान्छौँ फेरि यहाँ घाँस खाएर एकछिन रेस्ट गर्छौँ कोही पस्छ यो अलि राम्रो खालको लिएर आउनु नानु नङले चाहिँ मिल्दैन क्या
हजुर बाटो चाहिँ ढुङ्गासुङ्गा आउने प्रब्लम हुँदो रहेछ माथिबाट यो बाटो खनिरहेको भएर होला रोड बनाएर रहेछ माथि चाहिँ तर चाहिँ पुरै पहिरो गयो अनि यस्तो छ बाटो चाहिँ पुरै फाइनली हाम्रो ट्रेकको अब रुट चाहिँ यहाँ एन्ड हुन्छ यहाँ चाहिँ बस स्टप होइन हिजो हामी चढेको ठाउँ हिजो चाहिँ हामी ठ्याक्क यहाँ यो भर्याङबाट गएको थियौँ यो माथिबाट होइन ठ्याक्क घुमेर आज यही ट्याक्क होइन गोलो राउन्ड लगाएर 360 भयो हाम्रो पनि होइन यहाँबाट गएको यता एन्ड भयो हाम्रो आज हामी नयाँ रुटबाट आएको थियौँ यही रुटबाट नै आउन मिल्थ्यो तर आएको बेलामै होइन दुइटै रुट घुम्दिउँ न हेरौँ कस्तो रहेछ भनेर चाहिँ हामी यो रुटबाट आएको है अब चाहिँ बस स्टपमा एन्ड अफ ट्रेक अब मजा आयो है बबाल भयो मेरो फर्स्ट टाइम होइन यति धेरै फोटो खिच्दै आनन्दले चिलमा रिल्याक्स लाइक हुन्छ नि भ्यू पनि मजाले हेर्दै लाइक भ्यू पनि कस्तो मेसमराइजिङ थियो कि यस्तो वाउ जति स्टेप भयो अगाडि लाइक हिमाल त कस्तो आफू नजिक आएको जस्तो फिल भएको कि I'm so excited कि अपलोड गर्नको लागि इन्स्टामा फोटो होइन भिडियो नि हाल्नको लागि I'm so excited होइन गाइस किप वाचिङ फेरि ट्रेक होइन अब हामी चाहिँ यहाँबाट ब्याक टु पोखरा है थ्याङ्क यू फर वाचिङ यो ट्रेक भिडियो होइन ट्रेक भ्लग भनौँ न है ल आजको यो ट्रेक के अरे यो भ्लगको लागि यति नै ल थ्याङ्क यू फर वाचिङ